मेरो हैन रेगुलर अब यस्तै सब्स्क्राइब बढिरहेछ हैन मलाई एकदम खुसी लाग्छ के तपाई सब्स्क्राइब गरिदिनु भएको सबै साथीहरुलाई चाहिँ धन्यवाद हैन एकदम धेरै आभारी छु हैन हजुरहरुको प्रति कसम हैन म किन ढाट्नु हैन तपाईहरुलाई हैन मैले YouTube च्यानल खोलेको 2017 मा हो क्या नयाँ साथीहरुले चाहिँ सब्स्क्राइब गरिदिनु पर्यो क्या रहर त धेरै हुन्छ हैन आफ्नो सपना अब यस्तै युट्युबर भ्लगर भन्ने सपना हैन के गर्नु अब बल्ल बल्ल 1K पुगेछ हैन त्यो धेरै खुसी लाग्छ के त्यो हेलो नमस्ते जय नेपाल स्वागत छ तपाईहरु मेरो अर्को भिडियोमा म चाहिँ अब रेगुलर भिडियो लिएर आउने छु हैन मेरो युट्युबमा पनि 1K प्लस सब्स्क्राइब पुगिसकेको छन् हैन अब आफ्नो सब्स्क्राइबरहरुको लागि भए पनि मैले भिडियो बनाउनु पर्छ हैन अब यो चाहिँ मेरो गाउँ हो हैन म चाहिँ अहिले यता मेरो गाउँको खोलाको किनारमा छु म एक्लै छु अहिले यता खासमा म टिकटकको लागि भिडियो बनाउन आएको थिएँ हैन अब यसो आए यतातिर हाम्रो गाउँको यता खोला देखे हल्का पुरानो मेमोरिज ताजा भयो हैन हामी चाहिँ पहिला यता बाख्रा चराउन आउँथ्यौं हैन गोरु चराउन आउँथ्यौं अनि दिनभरि यता नुहाउँथ्यौं के यो उसमा खोलामा बिहान खाना खाएर आयो हैन 10 बजेतिर आयो नन स्टप यसमा नुहाउँथ्यौं के बेलुकासम्म 5-6 बजेसम्म यसमा नुहाउँथ्यौं के यस्तो जिन्दगी थियो पहिला हैन यतातिर टक्क अहिले त पुरै यता एकदम के उ भइसकेछ झाडी भइसकेछ हैन यता चाहिँ मेरो गाउँको उ छ के भन्छन् यता पोखरी हैन माछा पाल्ने ठाउँ अनि यता चाहिँ हामी पहिला यो खोला चाहिँ हैन यहाँसम्म थियो के अहिले उता काट्दै उता बढ्दै गइरहेछ हैन उता पारी चाहिँ भिमापुर हो यता गोडियाना मेरो गाउँ अनि यतातिर चाहिँ बढ्दै गइरहेछ हुन त पहिला पनि उता थियो अरे यो खोला हैन यो खोला चाहिँ उता त्यो साइडदेखि बग्थ्यो अरे पछि काटेर चाहिँ यताबाट आथ्यो अनि यता आथ्यो हैन अब फेरि उतै गइरहेछ क्या अन्त 12 वर्षपछि कति वर्षपछि खोला आफ्नो बाटोमा फर्कन्छ भन्छ नि हो यहाँ त 12 हैन धेरै वर्ष भइसक्यो होला हैन उता गइरहेछ यतातिर चाहिँ तोरी छरिसकेको थिएन अलि सानो पलाइसकेछ अब के गर्ने हैन यता झ्याउ लागेर म चाहिँ यता आएँ अब टिकटक भिडियोहरु बनाउन लाग्थेँ हैन म राजकाँडा अस्ति घुम्न गएको थिएँ अनि त्यही टिकटकको धेरैले कमेन्ट गर्नु भएको थियो कि कसरी जाने कहाँबाट जाने टाइम कति लाग्छ कति टाढा छ भनेर त्यसमा कमेन्ट गर्थे मेरो के उसमा टिकटक भिडियोमा धेरैले लगभग 58K प्लस छन् के त्यसमा हेरेका अनि कमेन्ट पनि गरेथे धेरैले हैन अब त्यति टिकटकमा त भ्युज आउँछ अलिअलि भयो नि हैन युट्युबमा आउँदैन यसो हेर्दिनु पर्यो शेयर गर्दिनु पर्यो लाइक कमेन्ट हान्दिनु पर्यो हैन गर्दिनु हुन्न तपाईहरुले हैन अब के गर्ने अब अलि लाइक आउँछ के रे भ्युज अलि आयो भने हल्का मोटिभेट भइन्छ हैन अब नयाँ के रे भिडियो बनाऊ भनेर हैन म चाहिँ अब नयाँ ठाउँ घुमिरहन्छु यस्तो देखाइरा हुन्छु हैन म त फेरि नेपालीमा थारू दुईटै भाषामा बनाइरा हुन्छु हैन भिडियो अब के रे नेपाली बुझ्ने धेरै हुन्छन् होला अब थारूमा चाहिँ अब हाम्रो यतै दाङ बर्दिया कैलाली कञ्चनपुर यता साइडको तराईतिरको यता कोले मात्र बुझ्छन् होला हैन अब म नयाँ ठाउँ घुमिरा हुन्छु नयाँ ठाउँ देखाइरा हुन्छु हैन अब तपाईहरुले पनि अब शेयर गरिदिनु पर्यो लाइक गरिदिनु पर्यो कमेन्ट गरिदिनु पर्यो हैन सपोर्ट गरिदिनु पर्यो अब अरु पनि नयाँ ठाउँ म हल्का देखाउँदै गरौँ हैन हाम्रो नेपाल कस्तो छ भनेर देखाउँ अब इन्डियाबाट नि हेरिरा हुन्छन् हैन मैले उसमा के रे हेरिरा हुन्छु इन्डियाबाट पनि हेरिया हुन्छन् हैन अब यस्तै नेपाल देखाउन पाए त कति मजा लाग्छ हैन धेरै भ्युज आयो भने ओ माइ गॉड अब मिलियनको क्याच गर्नु हैन लाखमा गए नि कति मजा आउँथ्यो होला नयाँ साथीहरुले चाहिँ सब्स्क्राइब गरिदिनु पर्यो क्या रहर त धेरै हुन्छ हैन आफ्नो सपना अब यस्तै युट्युबर भ्लगर भन्ने सपना हैन के गर्नु अब बल्ल 1K पुगेछ हैन त्यो धेरै खुसी लाग्छ के त्यो 1K पुगेको देखेर हैन अब 2K 3K पनि अब पुगाउनु पर्यो हैन तपाईहरुले अब पुगाइदिनु पर्यो के गर्नु हैन अब तपाईको हातमा छ अब मेरो हातमा छैन त्यो हैन अब म त यस्तै भिडियो हालिराख्छु लाइक कमेन्टहरु के रे धेरै भ्युजहरु आयो भने म चाहिँ रेगुलर भिडियो हाल्ने छु हेर्दै जाउँ के हुन्छ हैन तपाईहरुको हातमा छ अब त्यो हैन अब कस्तो लाग्छ मेरो भिडियो प्रतिक्रिया दिनु होला राम्रो लाग्छ कि राम्रो लाग्दैन के कमी कमजोरी हैन त्यही भन्नु होला
मैले चाहिँ होइन धेरै ट्राई गरेँ के धेरै चिज ट्राई गरेँ। अब कमेडी भिडियो पनि हालिरहेको हुन्छु होइन, कमेडी भिडियो गीत गाएको भिडियो पनि हालिरहेको हुन्छु, डान्स त अलिअलि हालिरहेको हुन्छु होइन, डान्स पनि हालिरहेको हुन्छु, भ्लग त हालि नै रहेको हुन्छु होइन। अब 3-4 अब टाइपको भिडियो हालिरहेको हुन्छु। अब कस्तोमा भ्युज आउँछ त होइन, तपाईँहरूलाई कस्तो मनपर्छ त होइन, भ्लग मनपर्छ कि अब डान्स गरेको, गीत गाएको कि कमेडी गरेको, कस्तो भिडियो मनपर्छ होइन कमेन्ट गर्नु होला होइन। म चाहिँ त्यस्तै भिडियो बनाउँछु क्या। अब तपाईँहरू हेरिदिनु भयो भने, कमेन्ट गरिदिनु भयो भने चाहिँ अब हामीले पनि त्यस्तै भिडियो बनाउँछौँ होइन। अब सजिलो त भ्लगै बनाउनु हुन्छ होइन, तर सजिलो भन्दा पनि अब यसमा चाहिँ आफूले घुमेको, आफूले महसुस गरेको अरूलाई पनि देखाउन सकिन्छ क्या, कस्तो ठाउँ छ के अरे त्यहाँको बारेमा, त्यहाँको कल्चरको बारेमा पनि भन्न सकिन्छ होइन भ्लगबाट होइन। अब म चाहिँ अब भर्खरको अब बिगिनर हो होइन, भर्खर सुरुवातकर्ता हो म चाहिँ यसमा भ्लगमा होइन। त्यही भएर सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला होइन आफ्नो साथीहरूलाई होइन। यही हो, अरू के भन्नु त होइन। अब यति त के भन्नु, अब भिक्षा माग्नु पर्यो, भिख माग्नु पर्यो होइन युट्युबबाट होइन। अब हाम्रो सब्सक्राइबर साथीहरूसँग मैले चाहिँ होइन यो म नढाँटी भन्छु होइन, कसम होइन, म किन ढाँट्नु होइन तपाईँहरूलाई होइन। मैले युट्युब च्यानल खोलेको 2017मा हो क्या। 2017मा मैले युट्युब च्यानल बनाएँ होइन। त्यसपछि मैले जस्ट 8 वर्ष भयो, 8 वर्षमा मेरो 1K प्लस सब्सक्राइब बल्ल भयो क्या। हुन त म भिडियो पनि हाल्थेन होइन, त्यही भएर हुन्थ्यो के अरे, त्यही भएर मेरो सब्सक्राइबरहरू पनि बढेनन् होइन। अब चाहिँ लगभग रेगुलर एक्टिभ नै जस्तै छु होइन, त्यही भएर सब्सक्राइब बढिरहेछन् मेरो होइन। रेगुलर अब यस्तै सब्सक्राइब बढिरहेछन् होइन, मलाई एकदम खुसी लाग्छ कि। तपाईँ सब्सक्राइब गरिदिनु भएको सबै साथीहरूलाई चाहिँ धन्यवाद होइन, एकदम धेरै आभारी छु होइन हजुरहरूको प्रति। अब यस्तै सब्सक्राइब बढ्दै जाओस् होइन। अब त्यही छ, आजको भिडियोमा चाहिँ यस्तै मात्र कुरा गर्छु होइन म। अब सब्सक्राइब गरिदिनु होला भन्ने मात्र हो होइन। अब त्यस्तो खासै केही छैन। अब मेरो गाउँ देखाउँछु, यति यो म चाहिँ यता खोलातिर आएको थिएँ होइन, यसो घुमघाममा धान हो, यता धान पनि अब कस्तो छ, यता पानीले बिगाडेको छैन, यता खासै केही छैन। उता जङ्गल जस्तो छ, त्यो चाहिँ पोखरी हो क्या। त्यो पहिला माछा पाल्नुहुन्थ्यो होइन यहाँको अङ्कलले, अब आजकल चाहिँ थाहा भएन कस्तो छ। म उता हेर्न गएको छैन, म गाउँतिर खासै हुँदैन होइन। पहिला यहाँनिर चाहिँ एउटा हाम्रो गाउँको क्लबको घर थियो क्या, क्लब घर थियो होइन। यहाँ अहिले त भत्याङ फुट्नु केही छैन यहाँनिर होइन। यहाँ पहिला यस्तो रमाइलो हुन्थ्यो, अहिले त छैन। यतातिर चाहिँ अब हेर्नु मेरो गाउँहरू होइन, यता के अरे त्यो काठ चिर्ने मिल छ, यता धान कुट्ने मिल छ होइन, गाउँ हो यो। हाँ बस भ्लग बना रहे हैं जी हम। भ्लग बनाई तू मैं भ्लग। मेरो दाजु चाहिँ उहाँ के लिएर आउनुभएको छ, माछा मारेर आइराख्नु भएको छ। उहाँ माछा जाल हानेर आइराख्नु भएको छ होइन। अरू यतातिर छ होइन मेरो गाउँ, यतातिर त खोला भइगयो। यो चाहिँ मेरो गाउँको बाटो हो होइन। अब हामी चाहिँ बाटोमा हिँडिरहेछौँ। एउटा मेरो दोस्त फेरि भेट भयो होइन। यो मेरो दोस्तको नाम अनिस आले हो। अब चाहिँ ट्याक्क साथी यसो डिएमटी सिएमटी बरुवा भएको पार्टी खान जान लाग्यो। हामी चाहिँ यसो बाटो हिँड्दैछौँ, अब घुमघाम गर्न जाँदैछौँ। के गर्नु त, अब गाउँमा अरू केटाहरू छैन होइन, सब कता गायब छन्। सब गायब छन् होइन। अब गायब भन्नाले पनि अब कोही कता छ, कोही कमाउनेतिर, कोही रमाउनेतिर, कोही जबतिर, कोही कता छन् होइन। सिद्धु आएको छैन, त्यसलाई नि लिएर त्यो थाहै छैन होला त्यो उसलाई म आएको छु भनेर। ल ठिक छ, गोरु छ भने के देखाउँ अब होइन, अरू केही छैन। भिडियोमा खालि भगभग गर्नु छ, अरू केही छैन होइन। अनि के गर्नु, भ्युज आएन, लाइक आएन, त्यस्तै त हो त। ठिक छ, सब्सक्राइब गरिदिनु होला तपाईँहरू, त्यही जानु होला। अझै म के देखाउँछु भनेर होइन। हाम्रो ब्रान्डेड सर, उहाँको नाम सन्देश हो। सर के छ, पर्मिसन चाहल प्रिन्ट बनाएको लाग। अब हाम्रो
डोस्ट पर्मिसन बिनाको भिडियो बनाउँछौ अरे भनेर हामीलाई धम्की दिइराख्नुपर्छ होइन। अब के भन्नु अब यस्तै छ जिन्दगी। सिद्धुको घर हो यो। कहाँ छ सिद्धु? घर आछ भन्ने सुनेको थिएँ। है डोगेश भाइ, डोगेश लोग का राज्य चल रहा है इधर। डोगेश भाई लोग का राज्य। अर्को डोगेश भाई आ रहा है। ये देखो कल्लू। गाउँमा केटाहरू छैनन्, खालि सुनसान होइन। अस्ति तिहारसम्म त अलिअलि थिए होइन, अब छैन केटाहरू, गइसके सबै सुनसान भएको। के गर्ने चरा चरा हो फुर्तिलो रहेछ यार। यही हो मिल काठ चिर्दैछन् उता। नदेखाउँ यो चाहिँ होइन, यो चाहिँ पुल हो बोर्डर। मेरो गाउँको र भिमापुरको बोर्डर। यही खोला हो कि मैले त्यो देखाएको। हामी यही खोलामा पहिला नुहाउँथ्यौँ। अब त के नुहाउनु हो अहिले। सफा त सफै छ तर नुहाउनु मन लाग्दैन होइन। यो खोलामा पहिला मजा आउँथ्यो होइन। यसमा चाहिँ माछा मार्छौँ हामी। ठिक छ। यो चाहिँ भिमापुर गाउँ हो, यहाँदेखि उता। अब भ्लग अब धेरै लामो हुन्छ होइन। अब खासै केही छैन बोल्नुपर्ने होइन। अब देखाउनु पर्ने थियो, मेरो गाउँ देखाएँ। अब नेक्स्ट भिडियोमा अरू गाउँ पनि देखाउँछु, अन्त पनि देखाउँछु, पुरा राजापुर देखाउँछु, बर्दिया घुमाउँछु होइन। तर लाइक सब्सक्राइब सेयर कमेन्टहरू चाहिँ गरिदिनु पऱ्यो होइन। भ्युज बढाइदिनु पऱ्यो। लाइक सेयर एन्ड दबाके मारो दबाके सब्सक्राइब मारो होइन। यस्तै हो। ल अब अर्को भिडियोमा फेरि भेटौँला। हस्त बाई, जय नेपाल, गुड नाइट, टाटा, बाई बाई।